नमस्ते एन्ड वेलकम ब्याक टु माई भिडियो। र आज चाहिँ म धेरै महिनापछि फेरि पनि ब्याक टु भिडियोमा आएको छु। किन आएको छु भन्दाखेरि चाहिँ आजभन्दा 1 वर्ष अगाडि चाहिँ म नेपालमा थिएँ, जुन चाहिँ जुन 14 मा है। र आज चाहिँ ठ्याक्क 1 वर्ष भएछ हामी नेपाल टु दुबई आएको। हुन त दुबई त 15 मा टेकेको हो, तर पनि 14 मै चाहिँ हामी नेपालदेखि हिँडेको कारणले मैले 14 देखि नै भिडियो बनाउँदैछु। र आज मेरो 1 वर्ष 1 इयर एनिभर्सरी जस्तै भएको छ भनौँ न। अनि त्यो भएको कारणले चाहिँ म आफ्नो भिडियो बनाउँदैछु र धेरै महिनापछि चाहिँ म भ्लग हाल्दैछु। प्लिज सबैजनाले हेरिदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। र म तपाईँहरूलाई यस भिडियो मार्फत मेरो एक्सपिरियन्स होइन, म एज अ सेक्युरिटी काम गर्दैछु र मेरो एक्सपिरियन्सहरू मेरो 1 वर्ष कसरी बित्यो भन्ने कुराहरू चाहिँ तपाईँलाई यस भिडियोमा बताउँदै जानेछु। र मेरो डेली रुटिन के हुन्छ त त्यो पनि म तपाईँहरूलाई देखाउने छु है त। भिडियोको अन्तिमसम्म रहनु होला र भिडियोलाई साथ दिनु होला। र अब चाहिँ म चाहिँ निस्किने पनि बेला भइसकेको छ र मेरो टाइम पनि भइसकेको छ, गाडीको टाइम पनि। र म चाहिँ अब तपाईँहरूलाई यहाँदेखि मेरो ड्युटी लोकेसनसम्मको भिडियोहरू बनाउने छु र दिनभरि डे भ्लगहरू पनि म तपाईँहरूलाई अपडेट गर्ने नै छु है त। यो चाहिँ हाम्रो रुम हो, यो चाहिँ हाम्रो कपडा राख्ने ठाउँ हो, यो मेरो बेड हो। यो मुनिको चाहिँ यो माथि अर्को भाइ छ, यहाँ अर्को छ। केटाहरूले बेड पनि मिलाउँदैन हौ। यहाँ पनि एउटा दाइ हुनुहुन्छ। यो रुम चाहिँ चट्टसँगले हाम्रो है। र अब चाहिँ म निस्किँदैछु। यो चाहिँ मेरो टिफिन ब्याग हो, यो मेरो ज्याकेट हो। यो चाहिँ बोक्नै पर्छ किनकि गाडीमा अब धुलो हुन्छ नि त गाडीको सिटहरूमा, अनि त्यो भएको कारणले सर्टहरूमा फोहोर हुन्छ। त्यो भएको कारणले चाहिँ म यो ज्याकेट लगाएर नै जान्छु जाँदाखेरि। र म चाहिँ अहिले रुमदेखि बाहिर निस्केँ। यो मेरो सुज पनि यसरी लाउने हो, अहिलेलाई जाने हो। गाडीमा धेरै तातो हुन्छ, गर्मी हुन्छ होइन। र म चाहिँ 105 नम्बर रुममा बस्छु। र म चाहिँ अहिले चाहिँ हिँडेँ है त अब, किनकि अब तल गएर गाडीमा आज फेरि फ्राइडे हो। फ्राइडेमा 2टा लोकेसन बेसी जानुपर्छ क्या, अनि गाडी एकदम भिड हुन्छ। त्यो भएको कारणले सुरुमै गएर बुक गरिहाल्नुपर्छ भनौँ, सिटमा बसिहाल्नुपर्छ, नभए पाइँदैन। त्यो भएको कारणले चाहिँ म आजको भिडियो चाहिँ यसरी नै सुरु गर्दैछु। यो चाहिँ हाम्रो लेबर क्याम्प DIP 2 भन्छ यो ठाउँलाई चाहिँ है। DIP 2 को एकमात्र लेबर क्याम्पमा छौँ हामी। र अहिले हामी जाँदैछौँ। र म यहाँ गाडी हेर्दैछु, गाडी कता बसेछ भनेर। गाडी यहीँनिर रहेछ। यो हाम्रो गाडी चाहिँ यस्तो गाडी थोत्रै गाडी छ क्या। यो के अरे, यो अल्तनमाया ग्रुपले चाहिँ एकदमै, तपाईँहरू कतिजना नेपालदेखि आउँदै हुनुहुन्छ भने प्लिज हात जोड्छु यार, यो कम्पनीमा चाहिँ आउनु होला तर अरू कम्पनीमा आउनु होला। यो अल्तनमाया भन्ने कम्पनी जुन चाहिँ यो लोगो देख्नुहुन्छ, यो लोगो भएकोमा चाहिँ नआउनु होला प्लिज, हात जोडेको छु तपाईँहरूलाई है। मैले तपाईँहरूलाई गाडीको बारे बताउँदै थिएँ नि, गाडी यस्तो हुन्छ क्या, फोहोर हुन्छ कि, अनि तेरो ज्याकेट लाउनै पर्ने हुन्छ क्या सर्ट। लोकेसनमा पुग्नको लागि मलाई 1 घन्टा 15 मिनट जस्तो लाग्छ। त्यो भएको कारणले म बिच बाटोमा चाहिँ सुतेर जान्छु, किनकि टाढो पनि हुन्छ। फेरि मेरो ड्युटी एकदम लामो छ क्या। बिहान अहिले 7 बज्यो, 7 पनि बजेको छैन, 7 बज्न आँट्यो। 7 बजेको गाडी हो, 7 बजी हिँड्छ। 7 बजी गएर राति 10:30 मा आइपुगिन्छ यहाँ। भन्छ क्यालकुलेसन गर्नुहोस् कति घन्टा चाहिँ ड्युटी हुँदो रहेछ भन्ने होइन। 15 देखि 16 घन्टाको मेरो ड्युटी हुन्छ आउनु जानुसँग गर्दाखेरि। आएर फेरि खाना बनाउनु पऱ्यो। मेन कुरो म आफै पनि खाना बनाउँछु, मेसको खाना, किनकि मलाई ठिक लाग्दैन, राम्रो लाग्दैन। त्यो भएको कारणले मेसको नखाने र आफै बनाएर खाने हुनाले कम्तीमा 18 घन्टा जस्तो खाना बनाउँदा खाँदा ओर्दा सुत्ने बेलासम्म 18 घन्टाको डिस्टेन्स हुन्छ। त्यति चाहिँ ड्युटी जस्तो भनौँ न। अब जागा रहनु पर्ने र 18 घन्टामा 6 घन्टा सुत्नु भन्छु, 6 घन्टा।
चाहिँ अहिले मेरो ड्युटी लोकेसनमा आइपुगिसकेँ। यो चाहिँ मेरो ड्युटी लोकेसन हो। दर्शन हलै चाहिँ मेरो ड्युटी लोकेसन हो। आइपुग्यो। भन्दा सुरुमा चाहिँ म अब पेन्ट्रीतिर जान्छु। पेन्ट्रीमा खाना राख्छु, त्यहाँदेखि मात्र म के गर्छु भनेर म तपाईँलाई देखाउँछु है। र मैले चाहिँ खाना पनि राखिसकेँ। यो हाम्रो फ्रिजमा यहाँ चाहिँ खानाहरू राख्छौँ। यहाँ चाहिँ हाम्रो धेरै ठुलो छैन, यो चाहिँ हाम्रो बेसमेन्ट हो। बेसमेन्ट, ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर गरेर 3टा मात्र छ होइन। 3टामा मेरो काम चाहिँ यहाँ आएर के हो भन्दाखेरि यहाँनिर टिभी खोल्नु छ। कुरो हाम्रो टिभीमा चाहिँ के हुन्छ भने एडभर्टाइज चल्छ। त्यो मार्केटिङ भनौँ न, मार्केटिङ एडभर्टाइज चल्छ। अनि त्यही चाहिँ ओपन गर्नुपर्छ। र म चाहिँ अहिले त्यहीँनिर जाँदैछु। मेरो यहाँनिर आएर चाहिँ यही हो, मर्निङमा सबसे अघि फर्स्टमा आएपछि मेरो काम भनेकै टिभी ओपन गर्ने हो। र यो चाहिँ मेरो फर्स्ट फ्लोर है। ल के ब्लर पो आइरहेछ त। यो 2टा टिभी छ, यो टिभी खोल्नुपर्ने हो। यो चाहिँ मेरो फर्स्ट फ्लोरको देख्न सक्नुहुन्छ। यहाँ खोल्यो। अब यो कसरी चल्दै होला भन्नु नभन्नु है फेरि। यहाँ हातमा रिमोट छ ल। त्यो यो चाहिँ यो चल्छ। यो एडभर्टाइज चाहिँ दिनभरि चलेको यो यत्तिकै हो, यत्तिकै चलेको। र सेम यो टिभी यताको यसमा पनि सेम त्यही खोल्नुपर्ने हुन्छ। अनि दिनभरि यो यत्तिकै चलेकै हो क्या। कसैले रोक्दैन पनि, यसलाई रोक्नु पाउँदैन पनि होइन। यो चलेको हो। र राति भएपछि अब भनौँ 8 बजेपछि मार्नुपर्छ। 8 बजे चाहिँ अफ हुन्छ है। र यहाँको एउटा दामी चाहिँ के छ भने एक्वेरियम छ क्या। यहाँको यत्रो ठुलो एक्वेरियम छ क्या, बाफरे। अनि मछली जल्की रानी यो पनि छ यहाँनिर। यहाँ 11वटा कि कतिवटा माछा देखेको थिएँ मैले। र यहाँनिर चाहिँ बुर्ज खलिफा देख्नुभयो। यहाँदेखि धेरै टाढो छैन। बुर्ज खलिफा मात्र 2 किलोमिटर पनि छैन, 198 कि कति किलोमिटर मात्र छ। तर के गर्नु, यसको छेउमा पुग्नै पाएको छैन। अब यो भिडियो हेर्नुहुन्छ भने यो भिडियो पनि मैले अरू साथीहरूलाई मागेर युट्युबमा हालेको। यो जुन चाहिँ यो छ नि, यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। यस्तो छ होइन, नजिकै छौँ। यो सेक्युरिटीको काम चाहिँ यस्तो हुँदो रहेछ क्या। यहीँनिर भए पनि होइन जानै नपाइने क्या। अब यो म आएको ठ्याक्कै 1 वर्ष भइसक्यो। बुर्ज खलिफाको छेउमा गएर यस्तो ठाडा तरिकाले फोटो खिच्नै भएको छैन क्या। त्यो चाहिँ सबसे बिजोग छ क्या यहाँ। अब होइन 18 घन्टा ड्युटी भनौँ, 18 घन्टा ड्युटी पछि को चाहिँ जाने। र महिनामा 30 डेज ड्युटी गर्दाखेरि छुट्टी हुँदैन होइन। त्यही माथि त्यो भएको कारणले को जाने होइन, को भ्याउने। त्यो भएको कारणले 1 वर्ष भयो, 1 इयर भयो अहिलेसम्म म चाहिँ बुर्ज खलिफाको छेउमा जानु पाएको छैन है। यो भिडियोहरू सबै साथीहरूले बनाउँछ, साथीहरूलाई पठाइमाग्यो, हेऱ्यो बस्यो। र यो चाहिँ मेरो ग्राउन्ड फ्लोर। यो रिसेप्सन हो हाम्रो। वेल्थ यहाँ पनि चलेको। यो त झन्, यो त हाम्रो बिहान 6 बजीदेखि ओपन गर्छ नाइट गार्डले। उसले यो ओपन गरेर खोल्दैको हुन्छ। अनि यो चाहिँ हाम्रो फार्मेसी डिपार्ट हो। यहाँ मेडिसिनहरू हुन्छ। सक्नुहुन्छ यो ब्ल्याक कफी हो। ब्ल्याक कफी चाहिँ रेडी गर्छ। अब यही ब्ल्याक कफी पिउने हो मर्निङमा चाहिँ, अनि बस्ने हो है त। जय कफी।
चट्टसँगले मेरो ड्युटीको चाहिँ यही हो र चाचाजी र म यहाँ चाहिँ चट्टसँगले दुईजनाको स्ट्यान्डिङ ड्युटी यहीँनिर है होइन बेलुकासम्म। आज क्या लेके आया? आज बहुत अच्छा मटन है। मटन? अच्छा मटन लेके आया। मटन और रोटी? ये लोग ज़्यादा रोटी खाते हैं ना। हाँ, पठान लोग ज़्यादा रोटी और गोश्त खाता है बहुत। तपाईँहरूले मेरो ड्युटी लोकेसन र ड्युटी चाहिँ हेरिहाल्नुभयो। सेक्युरिटीको ड्युटी 8 घन्टाको भने पनि प्लस 4 घन्टा ओभरटाइम गरेर 12 घन्टाको ड्युटी दिनुपर्ने हुन्छ। र आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई मेरो थोरै एक्सपिरियन्स सेयर गर्नेछु। यदि तपाईँहरू 30 बिलो हुनुहुन्छ, मैले भन्नु खोजेको 30 को उमेरदेखि तलको हुनुहुन्छ भने चाहिँ सेक्युरिटीमा नआउनुहोस्। एउटा सेक्युरिटी भनेको चाहिँ नन स्किलफुल जब हो, त्यो भएको कारणले नआउनुहोस् भन्छु। यदि तपाईँहरू दुबई आउन चाहनुहुन्छ भने नेपालमै केही कुरो सिक्नुहोस्, स्किलफुल कामहरू सिक्नुहोस्। जस्तै बारिस्टा भयो, बारटेन्डर भयो, क्यासियर भयो, वेटर भयो, कुक भयो, बेकर्स भयो, केक मेकर भयो, सेल्स भयो, यस्तो कामहरू सिकेर आउनुहोस्। किनकि दुबईमा अपर्च्युनिटीहरू धेरै छ, तर जसको हातमा स्किल छ नि त्यसको लागि मात्र हो। र तपाईँहरूलाई यसै त्यही म भन्न चाहन्छु, नेपालमै केही कुरो सिक्नुहोस् र यहाँ आएर युज गर्नुहोस्। र 5 वर्ष 10 वर्ष तपाईँले काम गर्नुहुन्छ नि, त्यसपछि ब्याक टु नेपाल हुनुहुन्छ नि, त्यसपछि पनि तपाईँहरूले त्यहाँ के गर्न सक्नुहुन्छ स्किलफुल कामबाट चाहिँ। तर तपाईँहरू होइन म सेक्युरिटी नै आउने हो भन्नुहुन्छ भने ओके, नो प्रब्लम, सेक्युरिटीमा आउनुहोस्। तर आउँदै गर्दाखेरि राम्रो कम्पनी चुज गरेर आउनुहोस्। किनकि दुबईमा अहिले सप्लाई कम्पनीहरू धेरै छ। यो मेरो कम्पनी देख्नुहुन्छ, यो अल्तनमाया कम्पनी हो, यो सप्लाई कम्पनी हो। यस्तो कम्पनीमा पर्नुभयो भने चाहिँ तपाईँहरू के हुन्छ, स्यालेरी पनि राम्रो हुँदैन र फ्यासिलिटी पनि हुँदैन। त्यो भएको कारणले कम्पनी राम्रो चुज गरेर आउनुहोस्। मैले सुनेअनुसार वी1 भयो, ट्रान्सगार्ड भयो, फार्निक भयो, G4S भयो, स्पार्क भयो, यो कम्पनीहरू राम्रो छ भन्ने सुन्छु। तपाईँहरू पनि यस्तै कम्पनीहरू, राम्रो कम्पनीहरू दुबईमा धेरै कम्पनीहरू छ, राम्रो कम्पनी चुज गरेर आउनुहोस्। हुन्छ, थ्याङ्क यू सो मच फर वाचिङ दिस फुल भिडियो। किप सपोर्ट, डु लाइक, कमेन्ट अनि सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। र यस्तै रिलेटेड भिडियोहरू अरू पनि मेरो आउने नै छ। हस् त, थ्याङ्क यू, बाई बाई।